नमस्ते, म दयाराम भुसाल, हाल जापानदेखि। म आज तपाईहरुसँग अलि छुट्टै प्रसङ्गमा कुरा गर्न आइरहेको छु। तपाई कतिको व्यस्त हुनुहुन्छ, सबै आफ्नो ठाउँमा व्यस्त हुनुहोला। तपाईले व्यस्त समयको बावजुद पनि मेरा आफ्ना कुराहरू सुनिदिनु हुनुहुन्छ भन्ने अपेक्षा गरेको छु। हुन त म सर्वज्ञानी होइन, मैले सम्पूर्ण कुरा जानेको छु भन्दिनँ, तर केही कुरा मेरो मनमा लागेका कुरा र मेरो मनले जानेका कुरा, मेरो मनले भनेका कुराहरू तपाईहरु समक्ष शेयर गर्न चाहन्छु। यसलाई अन्यथा नलिनु होला, गल्ती भए म क्षमा याचना माग्न चाहन्छु। पछिल्लो समय राजनीतिक एउटा चुनावी माहौल बढेसँगै राजनीतिक दलका कार्यकर्ताहरू चुनावी प्रचार प्रसारमा जुट्नु भएको होला। कोही खेतीपाती, कोही शिक्षक हुनुहुन्छ भने आफ्नो शिक्षण पेशामा व्यस्त हुनुहोला। जो जसरी जुन ठाउँमा भए पनि दिन एकदम व्यस्त, मस्त, स्वस्थ रहोस् भन्ने कामना गर्न चाहन्छु। पछिल्लो समय एउटा राजनीति र समाज, राजनीतिले समाजलाई पार्ने प्रभाव र समाजले राजनीतिलाई पार्ने प्रभाव प्रति म थोरै आफ्ना कुराहरू व्यक्त गर्न चाहन्छु। पछिल्लो समय चुनावी प्रचार प्रसारको क्रममा एउटा समाज भड्किने खालका भिडियोहरू सामाजिक सञ्जालमा स्ट्याटसहरू राखेर एउटा समाजलाई अलिकति नकारात्मक असर पर्ने खालका भिडियोका क्लिपहरू देख्न सकिन्छ, पाइन्छ। र समाजमा चुनावी प्रचार प्रसारको क्रममा गएर पत्रकारज्यूहरूले भोट कसलाई दिनुहुन्छ, भोट तपाईले कसलाई मन पराउनुहुन्छ, यस्ता कुराहरू सोधेर एउटा समाज भड्काउने, समाजलाई नकारात्मक असर पार्ने खालका क्रियाकलाप नगरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। समाज र राजनीति, समाज भनेको मानिसहरूको एउटा समूह हो। उनीहरूको संस्कृति, परम्परा, मूल्य मान्यता, भाषा, धर्म र एउटा आपसी सम्बन्धको एउटा सम्मिश्रण हो। समाज हामीलाई चुनावताका मात्रै चाहिने चिज होइन। समाज हामीलाई चुनाव सकिएपछि पनि चाहिन्छ। समाजलाई कुनै पनि राजनीतिक गतिविधिले असर पार्न नदेऊ। समाज हामी स्वस्थ हुँदा पनि चाहिन्छ, हामी बिरामी हुँदा पनि चाहिन्छ, र हामी मृत्यु हुँदा पनि समाज चाहिन्छ। समाज हामीलाई घाटसम्म पुर्याउन पनि चाहिन्छ। तसर्थ एउटा सामाजिक प्राणी बन्ने कोसिस गरौँ। हुन त म यो सब अर्थी दिन आएको होइन, तर एउटा राजनीतिक गतिविधिले समाजलाई असर पार्दै गर्दा अलि बढी सामाजिक सञ्जालहरूको दुरुपयोग गरेर समाजलाई भड्काउने किसिमका गतिविधिहरू नगरौँ भन्न चाहेको मात्रै हो। अनि अर्को कुरा, राजनीति भनेको सत्ता हो, शासन व्यवस्था हो, नीति नियम बनाउने एउटा प्रक्रिया हो, र बनेको नीति नियमको प्रयोग गर्ने थलो चाहिँ राजनीति हो, मैले बुझेको है। पुराना भिडियोका क्लिपहरू काटेर अनि यस्ता सामाजिक सञ्जालमा एकदमै घटिया शब्दहरू प्रयोग गरेर एउटा राजनीतिलाई तुच्छ बनाउने काम नगरौँ। सामाजिक सञ्जाल आफैमा खराब चिज चाहिँ होइन, तर यसको एकदमै गलत प्रयोग र गैरजिम्मेवार प्रयोगले गर्दा समाजका लागि एकदमै हानिकारक हुन्छ भन्ने लाग्छ। त्यसैले आफूले राखेको राजनीतिक भिडियोका क्लिपहरू, आफ्ना गैरजिम्मेवार तर्कहरू, त्यस्तालाई अलिकति कन्ट्रोल गर्नुपर्छ कि भन्ने जस्तो लाग्छ। त्यसैले समाज र राजनीति एक अर्को प्रतिका परिपूरक हुन्। यिनीहरूलाई चाहिँ आफ्नो तरिकाले चल्न दिउँ। समाजले राजनीतिलाई प्रभाव नपारौँ र समाजले राजनीतिलाई हस्तक्षेप नगरौँ र राजनीतिले समाजलाई हस्तक्षेप नगरौँ। यसलाई आफ्नै तरिकाले चल्न दिउँ। र अब नजिकै गरेको चुनावमा तपाईहरुले एकदमै विचार पुर्याउनु पर्ने कुराहरू चाहिँ एउटा भावनामा नभई विवेकमा निर्णय गर्नुहोला। सामाजिक सञ्जालमा एकदमै जिम्मेवारी
शान्तिपूर्ण तरिकाले असल नागरिकको कर्तव्य निभाउनुहुन्छ भन्ने आशा गर्छु। हिंसा र उत्तेजनाबाट हामी टाढा रहनुपर्छ। चुनावमा भाग लिँदै गर्दा पनि कसैलाई तुच्छ व्यवहारदेखि लिएर हिंसा र आफू उत्तेजनामा आएर कसैलाई पनि त्यस्ता व्यवहारहरू नगरौँ। आफ्नो मताधिकार कुनै पनि डर धम्की र त्रास बिना एकदमै डटेर आफ्नो मताधिकार प्रयोग गरौँ र हामीले गरिने हाम्रा गतिविधिहरूले हामीले गर्ने सम्पूर्ण व्यक्त गर्ने विचारहरूबाट हामी पछिका पुस्ताहरूले सिक्ने हुँदा हामीहरू एकदमै राम्रो तरिकाले लागि परौँ भन्न चाहन्छु र सम्पूर्णलाई व्यस्त समयका बावजुद पनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा सम्पूर्णलाई एकदमै धन्यवाद दिँदै म बिदा हुन्छु। धन्यवाद।